Thấy đâu, cô Vân chắc lắm. Ăn theo cho còn nó sao? Vân đây chứ? Nhiều thuận liền cho. Lên lên lên. Là Vân kêu là sao ấy này? Cái sao ông đá lên nha, thế thì ăn với đá lên nhiều rồi. Cái là cắt tiêu. Kia đồ có lại. Tiền đá như vui. 5 kilo. 5 kilo ko. Apa buah? Ini kan saya nak ni kan. Kenaan buah saya. Malas tu lagi. तो वो शानदार धोर ले उनको Siap. Ini posisinya boleh selesai. Boleh. Boleh ini. Boleh nak apa ini? Pani ada tak seram ni pani? Haji. Coba. Itu body motor. Bayar busuk dia. Pukul saya. ये कहाँ देखाएको होला मैले होइन अरू बाख्रा काट्दा त थाहा पाउँदैन नि त्यस्तो यस्तो घन्टा परेको त बसो के छि कसरी रहेछ र नजिकबाट देखाउन नमिल्ने के कसरी गराउँछन् कुनै अरूले जुम गरेर होला नजिकबाट सबै देखिन्न के फेरि झन् देखाउनु सबै त गरिदिनुहोस् यस्तो गरेर देखाउँछन् कि अरूले यस्तो गर्दैछ नि त अनि मोबाइल अलि तपाईँ पानीमा ल्याउनु तो गरेर त यसो गरेर लाने रहेछ के मोबाइल गतिलो हुनु पर्यो नि भनेको गतिले नभएको मोबाइलबाट नै आउँछ कोही त मोबाइल किन्नु भनेर आइफोन किन्नु भनेको धोका मात्रै हुने भयो आइफोन किन्ने होइन पैसै कमाउन नसक्ने पनि यस्तो खाँदा ठिकै हुन्छ बुढाबुढी पठाइदिन्छु भनेर लाएर नि त्यसरी उ गरेको भए त हुन्थ्यो जस्तो भए पनि पठाउनु थाहा भयो हुन्थ्यो नि होइन त्यसले पैसा पठाइदिएर भए म किन्थेँ कि आइफोन आज पठाइन् फेरि फेरि कस्तै भइदियो क्या त्यसले फेरि पहिला झैँ पैसा पठायो भए त मैले एउटा आइफोन किनिहाल्थेँ क्या हाल्नु नि त लाग्यो हुँ? पात सुकेको पात त्यस्तो हुँदैन जस्तो ऊ छ नि सिरले लरक्क परेको त्यो छ हो त्यसले चाहिँ अलिक खानेकुराहरू पनि राम्रोसँग खान्छ के र नि त त्यो चख्रा चुरो भएकोले चकचक पारेर खान्न के अहिले त्यो सर्नुपर्छ अब त गर्मीलाई उहाँ उसमा त बर्दलेमा त 3 दिनमै पाएको 3 दिनमै चारेर राख्छ कति सुन्दर घर नि नहल्ला न यसो गर्दा के पहिला खानै मन लाउँथ्यो नि घिन लाएर आजभोलि त बानी भयो क्या अब बुढी भएको थाहा छैन मजाले ब्रोइलर पनि आफै काटेर गरेर खाने मान्छेहरू ठुलमुहाले पनि कति घिनाउँथ्यो अरे क्या पहिला कति घिन लाउँथ्यो त घिन लाउने डर लाउने बुढो भएपछि हराउनु रहेछ के अलि हराउँदो रहेछ नि त हो क्या नि त कति डर लाउँथ्यो पारी डाँडामा मान्छे मर्दा नि राति सुत्नै डर लाउँथ्यो नि त आजकल डराउनु अन्त आजभोलि त्यस्तो डर लाग्दैन घिन डर हराउँदो रहेछ कि बुढो भएपछि त्यो भएको परिपक्व हुँदै गयो उमेर के हो नि त त्यस्तो पो हुन्छ त्यो नखोल्नु गनाखा त्यहाँ पास हालेर राखेको मैले उहिले उहाँ इउनाले घोल्दै सुँगाउँदै गरिदिरहेको जिन्नाहरूलाई खोलेर गना हो
कति राम्रो प्याज अन्त काठको बाजा लगाएको बिहामा भाइ बत्ती रहेन अन्त बत्ती छैन यस्तो गरेर देखाउँछन् काम यस्तो गर्ने भएछ त्यहाँबाट यस्तो गरेर लाने सुस्त हो क्या सार्ने भएछ क्या मन नजान्ने होला पनि छैन होला तेलले खरेर होइन खरे चाहिँ केही हुन्न अन्त भोलिसित चाहिँ मासु हालेको पनि हो अलि टाउको टाउको मासु हाल्छ सबै जहाँ पनि हाल्छ भित्र लगाउँदा त मासु अलिक होला नि खानेको टाउकै भरि लाग्यो यो भिडियो गराइदियो भन्छ छोराछोरीले गराउनु मान्दैन नि जे पकाएको नि आउँछ मटनको रेसिपी हो बाख्राको भुटुवा रेसिपी प्लस कति ठुलो रहेछ कि यो त्यसको ताल पार्थे टुक्रा टुक्रो पारेर हाल्यो अड्किन्छ रेसिपी प्लस इटिङ भन्छ नि तपाईँलाई इटिङ जान्दैन कि पो यति आइजान्दिँदैन इटिङको सजिलो हुन्छ म त अरूको भिडियो यहाँ गरेर हेर्ने क्या हेरेर त्यहाँ त्यही लेख्ने यसलाई यसो पकाएको त हेर्दैनन् कि खासै थोरै हो खाएको हो कि हेर्ने खाने जान्छ यति त्यो नाकाबाट लैजान्छ अनि त्यो हामीले बसेर खाएको हेर्ने हो आफूले खाएको हाल्ने त्यो भिडियो कल गराइदिनु उनीहरूलाई त्यही त सिसीलाई गरम पकायो भने मान्दैन नि पानी सर्लक्क सुबेसी बल्ल हालेर अनि मैले त्यहाँ म सबैले खाएर भ्याएछ भने म एक्लै खाँदै हाल्दै गर्ने मैले थाहा छैन कि टाउको पकाएको छैन कि मैले थाहा छैन पका खान भुट्छ यसरी रोटी प्याज नुन पकाउनु पर्छ है पहिला यहाँ त्यतिकै हाल्दा रहेछ त्यतिकै हाल्ने है के औ हाल अन्त रगत त्यसरी पाक्छ बुझा हालेन हालेको कालो रगत हालेपछि त कालै हुन्छ कि काट्दै काट्दै गयो खरानी पनि पर्दैन चुला नि चाहिँ के हो त ल्यान्द्र झिकेर त्यहाँ नखा खान
ल खाम मिठो भान यति हो धान भाउ अच्छा नहीं था देखिए कैसे है मुला का अचार ये ओहो कौन हो